शुभ बिहानी, गुड मर्निङ, नमस्ते सबैजनालाई, सम्पूर्ण साथीलाई, फेसबुकका सम्पूर्ण साथीहरू प्राय सबैले पनि नमस्ते गुड मर्निङ भन्न चाहन्छु। स्याएको साथमा यसो मिठा पिता कुरा गरौँ न त भनेर यसो सम्झेको। बिहान अब 5:30 बजेबाट उठेर काम गर्दा गर्दा अहिले भर्खरै आएर चिया पिउनु लाग्छ। हेर्नुहोस्, अब के गर्ने हुन्छ, घरमा हुन्छन् नि बुहारी छोरी बुहारीले काम गरे जस्तो गर्नुपर्छ। परदेशीको जिन्दगी के राम्रो छ र भन्नुपर्दाखेरि के गर्ने, यो पैसा भन्ने चिज अचम्मको रहेछ। पैसाले घर परिवारदेखि टाढा हुनुपर्ने रहेछ, गाउँघरदेखि। आफ्नो आफू एक्लो परदेशीको जिन्दगी बिताउनु पर्दो रहेछ। जिउ राम्रो भयो नि नभए नि बस लागिरहने हो छोरी बुहारी जस्तै। यहाँ त मान्छेले के रहेछ, काम प्यारो हो क्या, जहाँ गए पनि काम प्यारो, मान्छे प्यारो होइन। हेर्नुहोस्, त्यही भएर जिन्दगी चलाउन बहुत कठिन छ। हेर्नु, जिन्दगी चलाउन त चलाउने बहुत कठिन रहेछ। पैसा नभएर केही जिन्दगी चल्दैन रहेछ यो जमानामा। पैसा भए सबै इज्जत रहेछ, पैसा बिनाको केही इज्जत पनि छैन। अब सानोतिनो रोजगारी गर्नै पर्यो, अब नगरौँ भने पुग्दैन। चाहे एक्लो जान भए पनि चाहिहाल्ने रहेछ, खाना लाउन सबै जे भए पनि परिवार हुने मान्छेलाई त चाहियो। छोराछोरी हुनेले सबैले पढाउनु पर्यो, लेखाउनु पर्यो। अहिले यो जमानामा के छ, पहिला हामी नै हो 6 भाइना, कतिका 9-10 भाइना पनि हुन्थे। त्यो त्यतिखेर गुजरा भइहाल्थ्यो। बाबुआमाले पढाउने लेखाउने, पढ्नेले पढेन, पढ्नेले पास, कोही कता पुगेर कोही कता पुगेर जिउ पाल्ने सजिलो थियो। अहिलेको जमाना भनेको पहिलाको 5-6 भाइना र अहिले एउटोले गाह्रो छ पाल्न, पढाउन लेखाउन सबै पुर्याउन बहुत गाह्रो छ। पहिलाको जमानामा 6-7 भाइनालाई नै गाह्रो छैन्थ्यो। त्यति जमाना भन्ने अनि साउन त सुविधा सबै आयो, तर खर्च धेरै हुँदो रहेछ। अनि पहिला मान्छे हिँडेर पनि जहाँ पनि पुग्थ्यो, अनि हेर्ने चिज छैन्थे होइन। त्यही भएर यो जमानामा जिन्दगी कटाउन बहुत गाह्रो छ। सबैले मलाई मार्दै होइन, सबले गाह्रो छ। चाहे विदेशमा बसौँ, चाहे इन्डिया बसौँ, चाहे आफ्नै देशमा बसौँ होइन, बहुत कठिन छ जिन्दगी चलाउन। पहिलाको 100 रुपियाँ बराबर